के सरकारी विद्यालयमा पनि पैसा नतिरिकन पढ्न पाइँदैन? सुन्दा अचम्म लाग्न सक्छ, तर हाम्रो कन्काई नगरपालिकाका सरकारी स्कुलहरूमा अहिले यही भइरहेको छ। एउटै विद्यालय तर दुई थरी व्यवहार। एकातिर नेपाली माध्यम, अर्कोतिर अङ्ग्रेजी माध्यम। अङ्ग्रेजी माध्यमको नाममा स्वैच्छिक सहयोग भन्दै मोटो रकम असुलिँदैछ। संविधानको धारा 31ले भन्छ नागरिकलाई माध्यमिक तहसम्मको शिक्षा निशुल्क हुने हक दिएको छ। तर यहाँ पैसा नतिरे गरिबका छोराछोरीले अङ्ग्रेजी माध्यमबाट पढ्नै नपाउने अवस्था सिर्जना गरिएको छ। कन्काई नगरपालिकामा मात्रै होइन, मैले विभिन्न अन्य पालिकाहरूको पनि बिल समय समयमा सामाजिक सञ्जालमा भाइरल भएको देखिरहेकै छ। विडम्बना त के छ भने, जुन दलले संविधान बनाएको हो भनेर गर्व गर्दै हिँड्छ, त्यही दलका प्रतिनिधिले 10 वर्षदेखि त्यही संविधानको धजिया उडाइरहेका छन्। 10 वर्षदेखि पालिका सम्हाल्दा पनि शिक्षामा यति धेरै व्यथिति किन? शैक्षिक दरबन्दीको माग नगर्ने अनि करारका शिक्षकलाई तलब खुवाउने बहानामा अभिभावकको खल्ती रित्याउने यो सरासर गैर कानुनी र असंवैधानिक काम हो। विभिन्न छिमेकी पालिकाहरूमा निशुल्क शिक्षा प्रदान भइरहेको छ भने कन्काईमा चाहिँ यो किन हुन सक्दैन? सरकारी विद्यालयलाई सुधार्ने नाममा निजी बोर्डिङ जस्तै पैसा असुल्ने यो माफिया शैली बन्द हुनुपर्छ। शिक्षा व्यापार होइन, अधिकार हो। विद्यालयमा आफ्नै पार्टीका कार्यकर्ता भर्ती गर्न व्यवस्थापन समिति बनाउने र करारमा पनि शिक्षक नियुक्त गर्ने र तिनै व्यवस्थापन समिति, शिक्षक र पालिका मिलेर गरिब जनताबाट यो पैसा असुल्ने काम बन्द हुनुपर्छ। तपाईहरूको नजिकैको स्कुलमा, तपाईहरूको पालिकामा कहाँ कहाँ के भइरहेको छ? के अङ्ग्रेजी माध्यमको शिक्षा निशुल्क छ? यदि छ भने पालिकालाई धेरै धेरै धन्यवाद, तर यदि छैन भने त गैर कानुनी हो। शिक्षालाई व्यापार बनाउने र असंवैधानिक रूपमा सरकारी स्कुलमा अनुदान सहयोगको नाममा विद्यार्थी गरिबका छोराछोरीबाट जुन रकम असुल्ने काम छ, यो सरासर गलत छ। यसको विरुद्ध हामी सबै जनताले आवाज उठाउन जरुरी छ र म कन्काई नगरपालिकालाई यही भिडियो मार्फत म खबरदारी गर्न चाहन्छु। यतिका दिनसम्म तपाईँहरूले लुट्नुभयो। गरिबका जनताबाट जति पैसा असुल्नु भएको छ, अब एक एक गरी फिर्ता हुनुपर्छ। अब त्यस प्रविधिको अन्त्य हुनुपर्छ। तपाईहरूलाई यसै भिडियोबाट म अर्को एउटा फ्याक्ट पनि बताउन चाहन्छु कि कन्काई नगरपालिकाको केही माध्यमिक तहका विद्यालयहरूमा फी स्ट्रक्चर कस्तो छ त? मैले पाएको सूचना र जानकारी अनुसार सरकारी स्कुलमा नेपाली मिडियमले करिब 250-300 रुपियाँ मात्र तिर्ने ठाउँमा अङ्ग्रेजी माध्यमले प्रत्येक महिना 1000-1500 सम्म पनि तिरेको पाइएको छ। र त्यहाँ बिलमा एउटा स्कुलको छाप पनि हुँदैन। त्यस्तो बिलहरू स्कुल प्रशासनले अभिभावकलाई थमाइदिन्छ, जहाँ स्कुलको एउटा छाप पनि हुँदैन र त्यहाँ लेखिएको हुन्छ, एउटा भर्ना शुल्क लेखिएको हुन्छ, अर्को भनेको विद्यालय सहयोग अथवा विद्यालय अनुदान लेखेर बाँकी रकम लेखिएको हुन्छ। मैले एउटा बिल पनि देखेको थिएँ, यही कन्काई नगरपालिकाका एउटा विद्यालयको करिब कक्षा 9 को बिल थियो, जहाँ 13,000 रुपियाँ, जहाँसम्म म गलत छुइनँ, मसँग बिलको फोटो छ, 13,000 रुपियाँ विद्यालय सहयोग भनेर लेखिएको थियो। उक्त विद्यार्थीले पैसा तिर्न नसकेर अरू कतैबाट दाता खोजेर सहयोग मागेर विद्यालयलाई पैसा तिरेको थियो। यानि कि सहयोगको नाममा यो त अनिवार्य शुल्क रहेछ नि। यदि त्यो अनिवार्य शुल्क थिएन भने त उक्त गरिब विद्यार्थीले त शुल्क नतिरिकन पढ्नु पाएन। उक्त विद्यार्थीले दाता खोजेर, सहयोग खोजेर ल्याएर शुल्क तिर्नुपर्ने अवस्था सिर्जना कसरी भयो? यो देखाउने दाँत एउटा, खाने दाँत एउटा अर्को भइरहेको छ। यो स्वैच्छिक अनुदान हो भनेर अनिवार्य रूपमा विद्यार्थीबाट, गरिबका छोराछोरीबाट शुल्क असुल्ने प्रवृत्ति कन्काई नगरपालिकाबाट यही आउने 83 सालको नयाँ सेसनमा अन्त्य भएन भने फेरि अर्को विद्रोह हुनेछ कन्काई नगरपालिकाभित्र। हामीले खबरदारी स्वरूप यो भिडियो बनाएका छौँ। तुरुन्त यो नियमलाई तुरुन्तको आउने सेसनदेखि यसलाई खारेज गरिएन र फेरि पनि अनुदानको नाममा विद्यार्थीबाट, गरिबका छोराछोरीबाट सरकारी स्कुलमा पैसा असुल्ने प्रवृत्ति रहिरह्यो भने खबरदार। संविधानको उल्लङ्घन गर्ने, जसले संविधान बनायो भनेर भोट जितेर, जनताबाट भोट जितेर आयो र त्यही प्रवृत्ति, त्यही राजनीतिक दलबाट जितेको नेतृत्वले आफ्नै पालिकामा 10 वर्षसम्म नेतृत्व गर्दाखेरि पनि गरिबका छोराछोरीलाई पैसा असुलेर शिक्षालाई व्यापार बनाएर, शिक्षालाई व्यापार पनि सरकारी स्कुलभित्र शिक्षालाई व्यापार बनाएर जुन प्रवृत्तिको
निरन्तरता दिइरहेको छ, यसमा खबरदारी गर्दछु। र यही भिडियोमा म एउटा थप प्रश्न पनि सोध्न चाहन्छु कि त्यसरी विद्यार्थीबाट लिएको रकमको हिसाब किताब के छ, त्यसको अडिट हुन्छ कि हुँदैन, त्यो जुन बिल दिइन्छ विद्यार्थीलाई स्कुलको छाप पनि हुँदैन कति बिलमा, त्यो त एउटा फेक बिल बनाएर विद्यार्थीमाथि लिएको गैर कानुनी रूपमा लिएको रकम जस्तो भएन र? तपाईँलाई के लाग्छ यो विषयमा? अडिट हुन्छ कि हुँदैन, विद्यार्थीहरूबाट कति रकम असुलिन्छ, त्यसको हिसाब किताब कहाँ छ, के छ, एक एक रुपैयाँको हिसाब किताब हुन्छ कि हुँदैन? यदि हुन्छ भने कहाँ हुन्छ, अडिट हुन्छ कि के हुन्छ कि, त्यसको बारेमा पनि जानकारी कसैलाई ज्ञान छ भने मलाई बताइदिनु होला। मलाई छैन, त्यसैले मैले प्रश्न सोधेँ। र यो भिडियोलाई जति सक्दो धेरै पुर्याएर हरेक यस कन्काई नगरपालिका र यहाँदेखि बाहिरका अन्य पालिकाहरूमा पनि यदि यस्तै विकृति भइरहेको छ भने त्यसको विरुद्ध आवाज उठाउनको लागि यो भिडियो सेयर गर्नु होला र खबरदारी गर्नु होला। आउँदो 83 सालदेखि कुनै पनि पालिकाभित्रका कुनै पनि सरकारी विद्यालयले अङ्ग्रेजी माध्यमको नाममा शुल्क असुल्न नपाउनु। धन्यवाद।